हेलो एन्ड नमस्ते साथीहरू, इट्स मी रिता नेपाल अनि तपाईँहरू सबैलाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। आशा छ सबैजना सन्चै हुनुहुन्छ र अनि म पनि सन्चै छु साथीहरू। अनि आजको मेरो ब्लग चाहिँ रहेको छ मुकबाङको होइन। अनि मैले चाहिँ सबै खानाहरू आफै बनाएको। मैले चाहिँ बिहानै नै बनाइसकेको थिएँ बनाउन चाहिँ, तर मेरो घरबेटी दिदी र उहाँको छोरीहरू चाहिँ घरबेटी दिदीको छोरीको स्कुलमा आज चाहिँ केही कार्यक्रम रहेछ सानो, अनि उहाँहरूलाई म रेडी नै गरिदिँदै थिएँ। त्यसैले मलाई ढिलो भयो भिडियो बनाउन अनि खाना खान पनि। आई थिङ्क 12 बज्न लागिसकेको होला। सो अनि म भर्खरै खाँदैछु खाना। अनि मैले आज बनाएको छु, देख्न सक्नुहुन्छ चिकन करी, अनि त्यसपछि भात छ, अनि पापड छ, अनि अन्डा छ, अनि त्यसपछि काँक्रा छ सलादको लागि। अनि यो चाहिँ सिम साग गरेको छ साथीहरू। अनि अब चाहिँ म खाना स्टार्ट गर्छु ल। मसँग के साथीहरू टेबल नै छैन होइन। मैले कसरी यो जुगाड गरेर भिडियो बनाउँदैछु होइन। अब तपाईँहरूलाई म कसरी देखाउँ। यो बाकस हो, यो माथिको मैले टेबल बनाएको बाकस हो, मेरो कपडा राखेको बाकस हो। अनि तल यो धेरै सानो हुँदैछ बाकस। अनि मैले तल चाहिँ फेरि यहाँ बाटा राखेको छु, त्यसैले म अलि होची देखिँदैछु अझै। म चाहिँ खान स्टार्ट गरौँ ल। अनि अरू दिन चाहिँ म यसरी खाना खाँदिनँ कि, खाना खाँदिनँ भन्दा पनि खाना त खान्छु, तर अरू दिन चाहिँ मेरो हल्का फुल्का थोरै नै हुन्छ। अनि आज चाहिँ शनिबार चाहिँ मेरो चाहिँ फ्री डे हो कि, म केही कुराको लागि पनि आफूलाई रोकटोक गर्दिनँ। ल मैले फर्स्ट बाइट लिएँ ल। शनिबार चाहिँ मेरो लागि स्पेसली हुन्छ होइन। अनि शनिबार चाहिँ आज सबैको लागि नै स्पेसल हुन्छ। विशेष गरी त झन् स्कुल पढ्ने केटाकेटीको लागि र जब गर्नुहुन्छ जो उहाँहरूको लागि त झन् स्पेसल हुन्छ नि त होइन। पापड खान बिर्सेको, मलाई चाहिँ पापड एकदमै मनपर्छ भातसँग। साग मेरो चाहिँ हरेक दिनको खानामा साग चाहिँ हुनैपर्छ कि, साग चाहिँ म खान्छु हरेक दिनको खानामा। मैले जेको साग पनि साग हुनु पऱ्यो, मलाई मनपर्छ। सिर्फ एउटा साग बाहेक सबै मनपर्छ। अरू साग चाहिँ मलाई चाहिँ सोपको साग चाहिँ मन पर्दैन क्या। आज त म शान्त तरिकाले खाना पनि खान पाउन जस्तो छ। कतिखेर माइकमा चार्जिङ सकिएको छ, भएको छ। मासु लभर, म त मासु लभर। मलाई कुखुराको मासु बाहेक अरू केही पनि मन पर्दैन। म फेरि कुखुराको मासु मात्रै खाने म त।
मतलब कुखुराको मासु अनि खाएपछि अलिअलि माछा बाटो भन्दैछ क्या झ्यार र घुरा आवाज आउँछ माइक लगाएन भनेपछि त मेरो भोइस चाहिँ आउँदैन मैले बिहानै चार्ज गरेको हो माइक तर चार्जिङै नभएको रहेछ एक्लै बस्ने मिठो मिठो पकाउने खाने मजा च्यालेन्ज भिडियो गरौँ भने पनि अब कोही हुनु छँदैन अहिले चलेको छ नि रक पेपर सिजर हो त्यो खेल्न मन छ नि कस्तो के गर्नु तर कोही छैन साथीभाइ अब मेरो बुढो आएपछि छैन अन्डा त बेसी खान एक बाइट मात्र खान्छु मेरो क्या झन्नै मर्दिन यार घाँटी लागेर पानी खान्छ भन्छ तर अहिले त मेरो घाँटी नै लाग्यो क्या मलाई त खाना खाने बसेको बेला मेरो पानी खानु चल्नै छैन कि मेरो जस्तो ककसको हजुरको ह्याबिट छ कि खाना खाने बेलामा पानी नै नखाइकन खाना खाने क्या म चाहिँ त्यस्तै हो क्या मेरो खाना खाने बेलामा पानी नै राख्दैन कि म आफ्नो छेउनेर खानु पनि खाँदिनँ अहिले त म धन्नै घाँटी लागेर मरिनँ फिनिस भइसक्यो फिनिस